सर्वप्रथम त म सम्पूर्ण जग्गा के भन्न चाहन्छु भनिसकेपछि पहिला सुस्त नमस्ते भन्न चाहन्छु। त्यसपछि चाहिँ कि हामीलाई केही भाइरल हुन मन लाग्दैन र हामी के मान्छे होइन र खालि अरू मात्रै भाइरल हुने भन्ने के लेखेछ कि कहिले कस्तो यस्तो म जस्तो लाइन सपोर्ट गर्ने होइन टक्क कहिले कस्तो भिडियो बनाएर आउँछु टक्क सपोर्ट छैन अलि सेयर हानिदिने लाइक कमेन्ट गरिदिने छैन कि माने हजुरहरूको त होइन अलि टक्क के हुन्छ र सपोर्ट गर्दैमा होइन कस्तो लाग्यो मेरो कुरा एकदम अनि सबले सपोर्ट गर्नु होला त्यही त के कस्तो र अलि सपोर्ट नगर्ने कहिले कता गएको हुन्छु कहिले कता गएको यस्तो यस्तो ठाउँमा अनि उस्तो मान्छे पनि देखाएर आउँछु होइन कस्तो फेरि हजुरहरू फेरि स्ट्रगल धेरै छ जापानमा त्यही हो साथीभाइहरू सबैले हामी त कताबाट हामी उतैबाट जानुपर्ने अब उता देख्न होला होइन त्यही हो कोही सिङ्गलहरू छ भने चाहिँ मलाई हेरिरहेको गर्लफ्रेन्ड चाहिँ थियो कि अस्तिसम्म अब डक्टर चेक गराउनु गएको बिराम भएर डक्टरले चाहिँ गर्लफ्रेन्डसँग अहिले रिलेसनसिपमा नबस्दा ठिक होला बाबु 3 महिनासम्म 3 महिनापछि चाहिँ एकजना केटी मिलाएर आफै बस भरौँ भन्दै थियो कि तर त्यही हो खुसी लागेछ डक्टरको कुरा सुन्दा अब एकजना कोही ट्याक्क लिभिङ टुगेदरमा बस्ने कोही छ भने सम्पर्क धेरै के भन्छ हार्टफुल थ्याङ्कफुल हुनेछु म एकदम है मलाई सम्पर्क गर्नु होला म यस्तो स्पिडमा आउँछु कि 580 को स्पिडमा दौड्दै है आधी गुली घोडा नारा बाढी पहिरो सबलाई नागेर आएर समुद्रमा कुदेर नौडाँडालाई हाम फालेर एक झट्कामै आउने कोसिस गर्नेछु म गाइस पैसा भयो भने जहाँ पनि एकदम इनफ छ होइन पैसा भयो भने एकदम सबै ठाउँतिर मोज छ होइन अब अहिले पनि हामी स्टुडेन्ट भिजामा आएको रिसाउनु चाहिँ यहाँको ठाउँ चाहिँ अब ठिकै छ होइन हावापानी यताउता सबै कसरी हेरेको नमस्ते ढोकिदिया तिम्रो हेराइले मेरो धड्कन रोकिदिया के गर्नु जिन्दगी यस्तै हो भोग्नुपर्छ गर्नुपर्छ बिस्तारै सबै ठिक हुन्छ भन्न चाहन्छु म चाहिँ समय लाग्छ होइन आत्तिनु परेन होइन त्यही हो राम्रो छ हेर अब माइला दाइलाई भेट्ने एकदम ठुलो रहर छ त्यो नागेलाई चाहिँ भेट्नु छैन मलाई होइन दाइको माग छ यहाँ नागा नोको ओइदामा माइला दाइको यहाँ धेरै जरुरत परेको कारणले माइला दाइलाई म धेरै सम्झेको छु चाहन्छु माइला दाइ यहाँ आउनु पर्यो राजा आउनु पर्यो क्या बात गर्दै यार अरू कुरा त्यस्तै हो साथीहरू म चाहिँ के भन्न चाहन्छु भनिसकेपछि होइन अब तपाईँहरू अब हामी चाहिँ अब यस्तो ठाउँमा आयौँ होइन अब बिस्तारै गरौँला भन्ने सोच्छ अब बिस्तारै कस्तै गरिदिनेछौँ भनेपछि समयको सदुपयोग गर्नु पर्यो होइन अब नआत्तिनु तपाईँहरू मेरो घर परिवारलाई चाहिँ म के भन्न चाहन्छु भनेपछि नआत्तिनु तपाईँहरूको छोराले के गर्छ होइन केही त गर्नेछ भने त हामी बिस्तारै गरौँला समय लाग्छ तर ढिलो हुन्छ नआत्तिनु भन्न चाहन्छु म चाहिँ होइन अब अरू के भन्ने हो र अहिले चाहिँ नआत्तिनु भन्नै चाहन्छु अहिले आत्तिएर काम छैन होइन ठिकै छ अब Muchas gracias afición, este para vosotros. हामी एकदम संसारकै सबभन्दा ठुलो गुफाभित्र आइसकेका छौँ क्या खतरा है हेर्नुहोस् यहाँ हेलो मेरो कहाँ हुनुहुन्छ मेरो गर्लफ्रेन्ड हेलो कहाँ हुनुहुन्छ कहाँ यहाँ त हुनुहुन्न यता त छैनन् छैनन् त यार कहाँ पनि यार छन् कहाँ त राई जस्तो छ मेरो गर्लफ्रेन्ड होइन के भन्छ तिमीले एक्सपेक्ट गरेकै छैन मेरो गर्लफ्रेन्ड कहाँ बस्छ मेरो गर्लफ्रेन्ड स्वर्गको घरमा भगवान छ परि धरती आएपछि बोक्सी म एकदम तर्सी लभ स्टोरी सबैको हुन्छ सबैको हुन्छ त ठिकै छ साइकल किन्ने छैन अब एक दिनमा साइकल पनि आउँछ बिस्तारै हुन्छ होइन छैन बानी पर्दैछ बिस्तारै स्कुलमा 1-2 दिन अलिकति गाह्रो भयो घर छोड्दाखेरि अहिलेसम्म यत्रो भइयो 22 वर्षसम्म भयो 22 वर्षसम्म अहिलेसम्म घर नछोडेको मान्छे होइन त्यसरी टाढा नगएको 2-4 दिनको लागि त गइयो होला होइन अब यसरी समयको लागि घर नछोडेको होइन त्यही हो अब ठिक डन्ट वरी भन्न चाहन्छौँ हामी चाहिँ डन्ट वरी हामी यहाँ चिलमा छौँ चिलमा बस्नु एकदम सबै गर्छौँ हामी बिस्तारै होइन त्यही हो यहाँ त के गर्नु अब यहाँ अघि बोतलको यो खोस्टा खोसे थियो गोजीमा हालेर हिँड्नु परेछ गाह्रो छ फाल्ने भन्ने छैन यति सफा हुन्छ यहाँ रुल आफैलाई फाल्न पनि यहाँ लाज लाग्छ के सर अब हामी फाइनली पुग्न लागिसकेछौँ होइन अब हामी नजिक छौँ
त्यही हो अब सबै कुराहरू यसो दायाँमा हेर्नुपर्छ यो भन्नेलाई पार्क त्यसपछि हाम्रो यो गाडी मैले किनेको के अस्ति तर खासमा वास्तवमा सानो गाडी देखेँ यो गाडी किनेको होइन वास्तवमा मलाई किन लिएर चिनेको जस्तो लाग्यो मलाई यहाँबाट यस्तो माया बोलाउँछ एकदम ए यी रहेछ नि त नचिनेको मैले अलिअलि भिडियो बनाइदिएको दिउँ कि भनेर कता बस्छौ तिमी माथि नै हो सन्चै छौ यहाँ खेल्न पाइन्छ यहाँ एकचोटि ट्राई गरिदिउँ न त है कहाँदेखि जाने उतादेखि रहेछ म चाहिँ अब एकचोटि पार्कमा खेल्न गइदिन्छु है कताबाट जाने देख्न सक्नुहुन्छ यस्तो ठाउँ रहेछ होइन पार्क आउँछ कि यहाँबाट छिरेर गयो नि कस्तो होला हेर्न सक्नुहुन्छ त्यहाँ हाम्रो साथी चाहिँ भिडियो खेल्न गइसक्यो यस्तै पो रहेछ त खेल्न मतलब दिदो रहेछ त त्यहाँसम्म त तिमी यहाँदेखि आउँछौ अब ल म यहाँदेखि भिडियो रेडी पार्छु है ल यता देख्यौ त खै म चाहिँ गुफामा जान लाग्छु है गुफामा जापानको डरलाग्दो गुफा रहेछ यहाँ डर लाग्छ त यहाँ त कसरी हो कि यार कहाँ हो नि यस्तो खतरा लाग्यो यार